हेलो साथीहरू सबैजना सन्चै हुनुहुन्छ हैन। आज हामी स्कुलबाट फर्किँदै थियौँ हैन। अनि त्यसपछि बाटोमा हिँड्दा हिँड्दै ल एउटा भिडियो बनाउनु पर्यो भनेर साथीहरूले जिद्दी गर्नुभयो। अनि त्यसपछि चाहिँ टक्क ट्रेनमा गफ गर्दै साथीभाइहरूसँग यसो भिडियोहरू पनि खिच्दै टक्क लाएर हामीहरू पुरा चिल पारामा आइरहेछौँ हैन। पुरा के हो के केटाहरूको गफ सुन्यो, हाँस्यो, बस्यो हैन। घरि मेरो नाक पनि चिलाइरहेको थियो हैन। अनि त्यसपछि यसो यताउति हेर्ने, दायाँ बायाँ हेर्ने टक्क लाएर। अनि त्यसपछि चाहिँ गुरुङले ल यो भिडियो हेरेर तिमीले भाइब्स दिनु पर्यो, भिडियो हेर्ने अनि त्यसपछि यसको गीतमा भाइब्स दियो रे भन्न लागेको थियो हैन। मैले नि टक्क लाएर त्यही अनुसारमा दुईटा इयरफोन कानमा हालेर पुरा हिन्दी गीत थियो हैन। लाजा यस्तो तालमा हानिदिएको हैन। त्यसपछि चाहिँ रमाइलो भइरहेको थियो हैन। झ्याप्प लाएर हामी अनि एकीबाट झरेर बिस्तारै हिँड्दै गफ गर्दै ल यता फर्किदिनुहोस् भनेर मैले बिट्टु सरलाई नि भनी हैन। त्यसपछि गुरुङ सरहरूलाई पनि बोलाइरहेको थिएँ, फर्किँदै नफर्किने कि केटाहरू त पुरा लाएर न पारा हेराउनु पारा हेट अति हो क्या। फेरि बल्ल बल्ल यता फर्क्यो हैन। अनि त्यसपछि हामी हिँड्दै गयौँ झ्याप्प लाएर हैन। हिँड्दै थिएँ पुरा भिडभाड एकीभित्र हैन। मान्छेहरू त कति हो कति। पछि यसो हेरेको आफूलाई हेरेको के ह्यान्डसम लगाइदिइरहेको फेरि हैन। त्यसपछि हामी चिल पारामा आयौँ, टक्क लाएर हिँडेका छौँ हैन। बाहिर निस्केको त पुरा पानी परिदिरहेको रहेछ भने हैट। फेरि गुरुङले फर्केर के हो भन्छ। फेरि छाता उडेर टक्क लाएर हामी गयौँ गोर्खा रेस्टुरेन्टको ढोकामा पुग्यौँ हैन त झ्याप्प लाएर। त्यसपछि चाहिँ पुरा ल के खाने भन्न थाल्यो केटाहरू। अब टक्क लाएर मेरो त एकदम फेभरेट चिज हनी नान एउटा मगाइहालेँ हैन। त्यसपछि केटाहरूले हान्नु थालिहाल्यो झ्याम्का गम हाने हैन। त्यसपछि चाहिँ फेरि आज चिसो मौसम थियो, पुरा टक्क झोल मोमो पनि आयो हैन। झोल मोमो पनि हान्यौँ हैन। रमाइलो गर्दै गफ गर्दै टक्क लाएर त्यसपछि मेरो पालो चाहिँ नआइदिरहेको हुने कि मान्छेहरूले खाना लगाइसक्यो, अब बल्ल मेरो पालो आयो। टक्क लाएर सुप त खानु पऱ्यो नि हैन। तातो सुप चिसो मौसममा टक्क लाएर आनन्दले खायौँ हैन। अनि त्यसपछि चाहिँ ल अहिलेलाई चाहिँ बाइ बाइ है त।